हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी पोखरा घुम्न आएको छु। सो पोखराको एकदम राम्रो भिडियो बनाउन गइरहेको छु। हेरेर साथ दिनु होला, माया गरिदिनु होला, लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला अनि युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। हाम्रो ब्लग चाहिँ आजबाट स्टार्ट भइसकेको छ। सबैजनालाई वेलकम। सबैजनाले हेरेर माया गरिदिनु होला। म यसपालिको ब्लगमा चाहिँ बब्बल ठाउँहरू देखाउने छु। आज चाहिँ हामी बिहानै उठेर फेवातालमा साइली भन्दै रमाउन आएको छौँ। तर खासमा मलाई अलिअलि डर पनि लागिरहेछ। त के गर्नु, मान्छेको छेउमा हिरो भनेर चढिहाल्यो। फेरि यहाँ साथीको मोज छ यार, चरा जस्तै माथि उडिरहेछ, हातमा के मारा बोकेर यार। क्या मजा लिइरहेछन् यार। ऊ हेर न यार कस्तो खुसी भएको यार, हाँसिरहेछन् यार। धेरै हेर्नु हुँदैन यार। हामी अहिले चाहिँ पर्वत जिल्ला कुसमा पनि आइपुग्यो। सबै भ्यूहरू देखाउँदैछु, हेर्नु राम्रोसँग टक्क। यहाँ चाहिँ धेरै कुरा रहेछन्। अल्छी नमानी हेरिदिनु, सबै देखाउने छु। यहाँ पनि राम्रो छ ठाउँ। त्यहाँ इन्ट्री टिकट 500 लिन्छ अनि यहाँ सबै हेर्नु पाउँछ। 500को चाहिँ मतलब खाजा खाँदा पनि हुन्छ, यहाँ गेम खेल्दा पनि हुन्छ। त्यही त आफूले चुज गर्नुपर्ने हुन्छ। यो ठाउँमा चाहिँ तपाईँहरू पनि आउनुहोला बन्जी जम्प गर्न। म पनि आज यो ठाउँमा बन्जी जम्प हान्छु भनेर जोस लिएर आएको। अब इन्जोय हुन्छ होला, हेरौँ कस्तो हुन्छ। मान्छेले गरेको हेर्दा खासै डर त लाग्दैन जस्तो लाग्यो। कस्तो हुन्छ हेरौँ। अब चाहिँ बन्जी जम्पको लागि पाला आइसक्यो। अगाडि हेर्दा चाहिँ लास्टै डर लाग्यो। बट जम्प हानेन भने मनी नट रिफन्ड यार। अब चाहिँ लगभग मेरो पनि सक्यो। यो सकेपछि चाहिँ हामी गान्द्रुकसम्मको यात्रा गर्नेछौँ। गान्द्रुक गाउँ पुगिसक्यो हामी। अब चाहिँ म यहाँ सबै देखाउँदैछु। यो गाउँ देखेर चाहिँ ठ्याक्कै मलाई मेरै गाउँ जस्तो लाग्यो। किनभने यहाँ पनि धेरै जसो कोदो रोप्दो रहेछ। हाम्रोतिर नि त्यस्तै कोदो रोप्ने गर्छ। ठाउँ चाहिँ अलिअलि चिसो फिल भएको छ। यहाँ चाहिँ सबै गुरुङ मात्र बस्दो रहेछ। यहाँ चाहिँ पौराणिक घरहरू रहेछ फेमस चाहिँ। सबैजना त्यही हेर्न आउने रहेछ। नेपालीहरू घुम्न आए।
फोटोहरू खिच्ने भिडियोहरू बनाउने प्रचलन रहेछ। यहाँबाट राम्रो हिमाल पनि देखिने रहेछ, भ्यूहरू राम्रो रहेछ। पछि चाहिँ हामी अर्को गाउँ जाँदैछौँ, गान्तोककै अर्को ठाउँलाई गैरी गाउँ भनिँदो रहेछ। यो पनि एउटा यहाँको फेमस ठाउँ रहेछ। यहाँ बसोबास गर्नलाई चाहिँ एकदम राम्रो ठाउँ रहेछ। चिसो हावापानी, स्वच्छ वातावरण, हिमालबाट कलकल बगेको चिसो पानी। यो ठाउँ हेर्न तपाईँहरू पनि एकचोटि चाहिँ आउनु है, यस्तो रमाइलो, यस्तो दामी छ। म एकचोटि यहाँको राम्रो राम्रो भ्यूहरू देखाउँदैछु। यहाँको पौराणिक घरहरू, यहाँ चाहिँ फेरि सुविधा नै अर्कै छ। हिँड्न नसक्नेलाई गोडाली पुऱ्याइदिन्छ, तर फ्रीमा होइन, पैसा तिर्नुपर्छ। अब हामी फेरि हाम्रो यात्रालाई निरन्तरता दिन लाग्यो। यहाँको बाटो चाहिँ यस्तै छ है, यहाँ जङ्गल नै जङ्गल, उकालो ओह्रालो गर्दै। अब यस्तै हुन्छ है, खोला नाला बाटोहरू गाउँतिर सबै यस्तै त हुन्छ, जङ्गल नै जङ्गल, तर चिसो हावापानी छ, एकदम रमाइलो चाहिँ लाग्छ। त्यस्तो हिँड्दाखेरि थाक्ने त्यस्तो चाहिँ केही हुँदैन जस्तो लाग्छ मलाई। हामी चाहिँ अब टाढापानी भन्ने ठाउँ आइपुग्यो। यहाँ पनि सबै देखाउने छु है। गाउँतिर चाहिँ अब यस्तै हुन्छ सबै, हेर्नुहोस् घरहरू सबै कुरा। यस्तो बेच्ने कुराहरू चाहिँ सबै काठमाडौँको जस्तै रहेछ। खचरले चाहिँ ढुङ्गा ल्याइरहेछ। अब गाउँतिर चाहिँ यस्तै हुन्छ, अब गाउँतिर गाडीहरूको सुविधा हुँदैन, त्यही भएर हिमाली भेकमा चाहिँ खच्चर र याकलाई बारी पुगाउने गर्छ। अहिले चाहिँ हामी बनठान्ती भन्ने ठाउँमा आइपुगेका छौँ। फेरि यहाँ भ्यूहरू चाहिँ कस्तो दामी दामी रहेछ कि, एकदम हेर्दा नै वाउ लाग्ने खालको।
अहिले चाहिँ हामी देउराली आइपुग्यौँ। अहिले चाहिँ हामी ठ्याक्कै थाल्ला डाँडा आइपुगेको छौँ। यहाँ चाहिँ राम्रो भ्यू रहेछ, सबै म देखाउँदैछु। हामी चाहिँ अब यही बसेर एकछिन रेस्ट लिन्छौँ। अब चाहिँ यहाँबाट गोरे पानी पुग्नलाई समथिङ 30 मिनट जस्तो लाग्छ। यहाँ चाहिँ एकदम दामी ठाउँ छ, चिसो चिसो मौसम, हरियाली वातावरण, भ्यू त यहाँ कुरै गर्नु पर्दैन, बबाल छ। हामी चाहिँ अहिले ठ्याक्कै गोरे पानी प्रवेश गरिसकेको छौँ। हाम्रो यात्रा चाहिँ ठ्याक्कै यहीसम्मको मात्रै हुनेछ। गान्तोकबाट आउँदा हामीलाई ठ्याक्कै 2 दिन लाग्यो। यहाँ आउनलाई 2टा बाटो रहेछ। सो एउटा गाडीले सिधै ल्याउने, अर्को भ्यू हेर्दै आउने। हामीले चाहिँ भ्यू हेर्दै आउने बाटो रोज्यो। अहिले चाहिँ बिहानको 5 बजे हामी चाहिँ सनराइज भ्यू हेर्न जाँदैछौँ। धेरै अँध्यारो थियो अघि, अहिले चाहिँ आउँदा आउँदै उज्यालो हुँदै गएको छ। भ्यू पनि राम्रो देख्न थालेको छ।
बाटो चाहिँ यहाँको उकालो नै उकालो रहेछ, हामीलाई चाहिँ अलिक कठिनाइ भयो। अब चाहिँ हामी पुग्यो। म एकचोटि तपाईहरूलाई भ्यूहरू पनि देखाउने छु। अहिले चाहिँ बिहानको मौसम भएर एकदम राम्रो भ्यूहरू देखिरहेको छ। यहाँ चाहिँ धेरै मान्छे आउने रहेछ, यहाँबाट सबै राम्रो भ्यू देख्ने भएकोले सबैजना भिडियो फोटो बनाउन आउने रहेछ। मेन त यहाँ सनराइज हेर्न भनेर आउने गर्छन् टुरिस्टहरू। आज पनि धेरैजना रहेछ। हामी पनि ट्याक्कै पुग्ने बित्तिकै घाम आइसकेको छ। अहिले चाहिँ फोटो भिडियो बनाउन व्यस्त छन् सबैजना। यहाँ चाहिँ फोटो खिच्नलाई लाइन पनि बस्नुपर्ने जस्तो अवस्था आइसकेको छ। यहाँ भ्यू हेर्नलाई सबैजना मान्छे आउने रहेछ फोटो भिडियो बनाउनलाई। विदेशीहरू त झन् बिहानै आउने रहेछ यहाँ सनराइज हेर्ने भनेर। यहाँबाट चाहिँ राम्रो भ्यू देखिन्छ हिमालहरू। यहाँ मेन भनेकै हिमाल र सनराइज रहेछ। हाम्रो यात्रा चाहिँ यहाँसम्म मात्र थियो। सो थ्याङ्क यू सो मच सबैजनाले अन्तिमसम्म हेरिदिनु भएकोमा। मेरो भिडियोलाई लाइक गरेको छैन भने लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला।